नमस्ते। आज भने यस भिडियोमा 2083 सालमा पर्सनल इयर नम्बर 6 आउनेहरूको लागि के रिमेडियल पाठहरू लिएर आएको छु। 6 भन्ने बित्तिकै न्युमरोलोजी अनुसार यो भेनिससँग रिलेटेड हुन्छ र यो भन्ने बित्तिकै इन्टरटेनमेन्ट, लभ, टेक केयर आदिसँग सम्बन्धित हुन्छ। त्यसैले यदि तपाईँहरूको यो 2083 सालमा पर्सनल इयर नम्बर 6 आएको छ भने तपाईँहरूले चाहिँ विशेष गरी फोकस गर्नुपर्ने कुरा भनेको लभ, रिलेसनसिप, टेक केयर, लग्जरी आदिमा हुन आउँछ। आफ्नो रिलेसनसिपमा पनि अब बढी फोकस गर्ने, माया गर्ने। अब माया भन्नाले चाहिँ मान्छेले हस्बेन्ड वाइफ मात्र नभइकन आफ्नो फ्यामिली मेम्बरहरूलाई, आफ्नो नियर एन्ड डियरहरू, फ्रेन्ड सर्कलहरूमा पनि मायाहरू दिने, होइन, बाँडफाँड गर्ने, रिलेसनसिपलाई राम्ररी टेक केयरहरू गर्ने र आफूले चाहिँ आफ्नो ब्युटीमा पनि ध्यान दिने, साथै आर्टमा पनि ध्यान दिने, ब्युटी र आर्टलाई पनि फोकस गर्दै गर्दाखेरि तपाईँहरूको 2083 साल अवश्य पनि फ्रुटफुल हुनेछ। एक्टिभिटी वाइज रेमेडीको रूपमा यदि 2083 सालमा 6 आएको छ भने यहाँहरूले रिलेसनसिपलाई बिल्डअप गर्न नै पर्ने हुन्छ। आफ्नो पर्सनालिटीलाई पनि डेभलप गर्दै जानुपर्ने हुन्छ। साथसाथै आफ्नो फ्यामिलीमा भएको रेस्पोन्सिबिलिटीहरूलाई पनि आफूले लिने, त्यसलाई चाहिँ वहन गर्ने गर्नुभयो भने पनि 2083 साल फ्रुटफुल हुनेछ। शुक्रबारको दिन पारेर यहाँहरूले सेतो रङको कपडाहरू धारण गर्न सक्नुहुन्छ। पर्सनल इयर नम्बर यदि तपाईँहरूको 6 छ भने चाहिँ शुक्रबारको दिनमा चाहिँ तपाईँहरूले अवश्य पनि पर्फ्युम यानि कि अटर चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ। अटर पनि पर्फ्युम पनि यो भेनिससँग रिलेटेड भएको हुनाले तपाईँहरूले आफूले अटरको प्रयोग गर्दाखेरि पनि भेनिसको ब्लेसिङ पाउन सक्नुहुन्छ। अर्को रूपमा तपाईँहरूले रेमेडी चाहनुहुन्छ भनेदेखि चेन्टिङ गर्नको लागि स्क्रिनमा देख्न सक्नुहुन्छ ओम शुक्राय नमःलाई 108 पटक यानि कि 1 माला जप गर्न सक्नुहुन्छ। यति गर्दाखेरि पनि तपाईँहरूले आफ्नो 2083 साललाई फरक रूपले प्राप्त गर्न सक्नुहुन्छ। अब 7, 8, 9 को पाठ भने म नेक्स्ट भिडियोमा लिएर आउने नै छु। पक्कै पनि यहाँहरूले भिडियोलाई लाइक, कमेन्ट, सेयर र फलो पनि गर्नुहुनेछ।